आउँदैन कुनै हावाका झुक्काहरूले ठोस पुर्याउँदैन सतीछाल जस्तै भएर ठिङ्ग उभिन सक्छ भनेर नगर कमिटीको जुन यो खालको सार्वजनिक उपस्थित गरेर देखाउनु भएको छ। तपाईहरु लगायत जो यहाँ आफ्नो व्यक्तिगत कारणले उपस्थित हुन नसक्नु मलाई थुप्रै कमिटीहरु मलाई फोन गर्नु भएको छ। उहाँहरु सबैलाई म उम्मेदवारको तर्फबाट र पार्टी केन्द्रीय कमिटीको तर्फबाट हार्दिक सलाम व्यक्त गर्छु। यही ठाउँमा म यहीँनिर केन्द्रीय कमिटीको सदस्य भएर यहाँ आएर उभिएर खास केन्द्रीय कमिटी बधाई चाहिँ खाए तर बोल्न नदिने भन्दै पनि इन्चार्ज कमिटी होइन सुनेर भनेर चाहिँ बोल्दा पाएकै हो। त्यतिखेर बोल्न नदिने खालको सिन्डिकेट चाहिँ थियो। म उपसचिव हुँदाखेरि भूमिका देखाउनै पाएको थिएन। मैले पदाधिकारीको के निर्णय हुन्थ्यो भन्ने कुरा पनि माइनर लुकाइन्थ्यो। यही नगरको एकजना साथी हुनुहुन्थ्यो संगठन सदस्यको तपाईँसँग डेटा तपाईँले लिनुभएको छ मलाई पठाइदिनुहोस् भन्दा पनि मैले 5 चोटि माग्नु पर्थ्यो एउटै कमिटीमा हुँदा पनि। त्यो खालको सिन्डिकेटको अवस्थामा प्रतिनिधि छनौटको विषयदेखि लिएर यावत कुराहरूमा तपाईँहरूले आज त्यो कमिटीको पदाधिकारीको उपसचिव भएको हैसियतले मैले भुग्नु परेको ज्याजती त्यति मात्रै नभएर मलाई उपसचिव जसरी तपाईँहरूले यो त्यो बेला पनि जङ्गाट गरेर जिताउनु भएको त्यो परिस्थितिदेखि आजसम्म आइपुग्दासम्म जति तपाईले माया देखाउनु भयो जति तपाईले मलाई हौसला प्रदान गर्नुभयो त्यही हौसला मायाको बावजुद आज नेकपा एमाले केन्द्रीय कमिटीको सचिवालयले निर्णय गरेर मलाई तपाईहरुको तर्फको उम्मेदवार बनेर जनतामा जाने एउटा बाटो बनाइदिएको छ। यहीँनिर उमेर मैले भनेकै हो अग्रजहरु मिलेर जानुस् अग्रजहरु अगाडि बढ्नुस्। यो जोडीको चुनावमा हाम्रो पुस्ताले दाबी नगरे पनि अर्को चोटीको चुनावमा हामीले मैले छोडे पनि अर्को पुस्ताले छोड्नेवाला छैन। तसर्थ अबको समयको माग भनेको अलिकति युवा पङ्क्तिमा आएको छ। तपाईहरु मिल्दिनुस्। तपाईहरु जिल्लालाई नेकपा एमालेको कमिटीलाई साच्चै यस्तो हेरौँ रहर लाग्दो आउँ पार्टीमा प्रवेश गरौँ जस्तो लाग्ने बनाइदिनुस्। तपाईहरुलाई शुभकामना छ भनेर मैले दावा नगरेकै तर जहिले पनि जिल्ला कमिटी तत्कालीन जिल्ला कमिटी विधि भन्दा बाहिर जाने तत्कालीन जिल्ला कमिटी त्यो अन्तर पार्टी निर्देशन भन्ने त पढ्नुपर्छ नि त। कम्तीमा पदाधिकारीले त अन्तर पार्टी निर्देशन शब्द केलाउनु पर्यो नि त। त्यो नपढिकन जब जिल्ला कमिटीले जिल्ला कमिटीको नाममा मन परितन्त्र गर्न लाग्यो जब जिल्ला कमिटीले हाम्रो सांगठनिक पद्धतिलाई अवलम्बन गरेन तब ओखलढुङ्गा जिल्लालाई अलिकति फरक ढङ्गले केन्द्रले हेरि नै रहेको थियो। म हजुरसँग के विनम्रतापूर्वक के अनुरोध गर्न चाहन्छु भने यो तपाईहरुले पाएको यो अस्मिता थापा भन्ने उम्मेदवार एमालेले पाएको उम्मेदवार यो व्यक्तिगत स्वार्थको लागि र व्यक्तिगत इच्छाले प्राप्त गरेकै होइन। म यो तपाईहरुसँग जुन कसम खाएर अब म भौतिकवादी दर्शन बोक्ने मान्छे हो यद्यपि जुन कसम खाउनुहुन्छ म त्यो खान तयार छु। मैले जानेदेखि राजनीति गर्न पाइनँ किन मेरो घर चाहिँ राजनीति नै थियो। तर मेरो मम्मी शिक्षक हुनुहुन्थ्यो 12 कक्षासम्म बहुत खयसले हामीलाई पढाएर राख्नु भएको। राजनीति परे जाओस् देउसी भैलो खेल्न पनि सँगसँगै गरेर दुईटा घर खेलाएर फर्काउनु हुन्थ्यो। मैले कहीँ पनि हिँड्न नपाएको मान्छे। तर जब मैले क्याम्पस पढ्न लागेँ त्यो दिनदेखिबाट एमाले भएको नाताले घरको एमाले एक्लो एमाले हुँदै गरेर आएको नाताले मैले कहिले पनि व्यक्तिगत स्वार्थको लागि पार्टीलाई प्रयोग गरेको छैन। जागिर खाँदा अन्राष्ट्रिय बिउमा काम गरेँ। जागिर छोडेर स्थानीय तहको निर्वाचनमा होमी त्यहाँ अपार मायाले जिताइदिनु भयो। पार्टीले टिकट दियो। त्यसपछि त्यहाँको जनता चाहिँ सबैभन्दा पूर्व पर्छ यो सबैभन्दा पश्चिम पर्छ। त्यहाँको नागरिक तपाईँको साथी हुनुहुन्छ। त्यहाँको जनता आमा दाजुबहिनी र पार्टी पङ्क्तिका नेताहरूसँग तपाईँले संवाद गरिदिनु भयो भने म कहिले पनि धरातल नबिर्सिने पात्र हो भन्ने कुरा तपाईँहरूले पनि थाहा पाउनु। मलाई भन्नुहुन्थ्यो नचिनेको नानी आयो त्यतिखेर त अहिले त कपाल लामोसँग बिहे गरेँ अलिकति जिउडाल पनि ठिकै छ। खुच्ची देखिन्थे चुनाव लड्दै गर्दा साह्रै खुच्ची देखिन्थे। सालुमा एउटा पसलमा चिया खान बस्दाखेरि लिकुको उपाध्यक्ष भन्दा नपत्ताको परिस्थिति थियो। हाम्रो गुरुजीले त्यो बेला होइन हाम्रो उपाध्यक्ष हो भनेर भन्नुपर्ने परिस्थिति थियो। भनेको उहाँहरूलाई यो हाम्रो पार्टीले उम्मेदवार त पठायो यो नानीले के गर्ने ती दरालले हिँड्ने कि नहिँड्ने होइन हाम्रो पार्टीको लाइनमा चल्ला कि नचल्ला ठुलो तनावको बावजुद एकजना दाइले भन्नुहुन्थ्यो भर्खर विद्यार्थी राजनीति गरेर आएको तातो रगत उम्ले जस्तो भाषण गर्देला गाउँठाउँका मान्छेलाई अझ भौतिकवाद पढाइदेला जनताको बौद्धले जनवाद दर्शन छाड्थ्यो भने त तल चाहिँ मन दुख्न पनि सक्छ भन्ने खालको पर्ला भनेको त्यस्तो गरेन अस्मिताले। सँगै उहाँहरूको अभिभावकत्व लिएर उहाँहरूका इच्छा अनुसार गर्यो। यसकै आधारमा यसकै बलमा लेख्नुमा उसले अत्याधिक मतले चुनाव जित्यो खालको त्यहाँको अग्रज नेता दाइहरूले भन्नुहुन्थ्यो र म त्यही कुरालाई अनुसरण गर्दै ओखलढुङ्गा जिल्लामा
नेकपा एमाले बनाउनको लागि थुप्रै भोटाहरू फटाएको अर्को गौरवान्वित पार्टी हो यो र तपाईहरु सबैजना अग्रज हुनुहुन्छ। म अहिले परिस्थितिले बनेको उम्मेदवार हुँ। तपाईहरुलाई साँची राखेर तपाईहरुको माया र आत्मबल तपाईहरुको माया र साथले म मेरो आत्मबल दह्रो बनाएर यो चुनावमा खरो उत्रिनेछु र तपाईहरुले दिएका कुराहरूलाई अनुसरण गर्दै म अलिकति कामकाजी मान्छे पनि हो। रेकर्ड गर्नु भएको छ तर वास्तवमा मलाई के लाग्छ भने मन्त्रीहरुसँग गएर बजेट बाँच्दैमा बजेट आउँदैन यो कुरा मलाई अलिकति थाहा छ। बजेट पढेर पनि किताबमा टन्न बजेट लेखिन्छ करोडौं खर्बौंको बजेट देखिन्छ तर फिल्डमा काम नभएको पनि हाम्रै आँखाले देखेका छौँ। हो यो किन यस्तो भइरहेछ भने मान्छेको भित्री इच्छा शक्ति चाहिँ बजेट पार्ने मात्रै होइन त्यो ठाउँको साँच्चीकै विकास गरेर देखाउनु पर्छ भन्ने खालको इच्छा शक्ति आत्मबल र त्यसको निरन्तरता दिने बजेट पार्दैमा सबै थोक भयो भन्ने खालको हेतुको मान्छे म होइन। 7 वर्ष मैले सिंहदरबार नजिक बसेर काम गर्दा गर्दै जागिर छोडेँ र मैले नेताहरूको लिगेसीले भन्दा ज्यादा कर्मचारीसँगको लिगेसीले बजेट लिएर आएँ। भेट्ने बाटो राख्थेँ म कसैलाई लिपु खोलाको माछा खान लिपु आइदिनु पर्यो भन्थे त्यो बाटो देखाउन सजिलो लाग्थ्यो मलाई। कसैलाई विविध कुराले ल है हजुर भन्थे उहाँलाई दुःख देखाउँथे। नेताले भन्दिने हो काम गर्ने ठाउँमा कर्मचारी नै हुन्थ्यो उहाँहरूसँग नजोडिकन बजेटै ल्याउन सक्ने परिस्थिति हुँदैन थियो। सानोतिनो खुद्रा खाद्री अल्पमतको सरकारमा हुँदा हुँदै पनि केही न केही कामहरू गर्ने मैले त्यहाँ जमर्को गरेँ। अब त्यो सानो ठाउँमा मात्रै हुँदैन समग्र ओखलढुङ्गाको विकास युवाहरूले गर्नुपर्छ भनेर पार्टीले दियो। यत्रो अग्रज अभिभावकहरूले खातमा बोकेर हिँड्नु भएको छ। म सम्झिँदा पनि भाव व्यवहार भन्न चाहन्छु कि म साँच्चीकै पार्टी मानिस हुँ किनभने म नेकपा एमाले जस्तो गौरवशाली पार्टीको सदस्य भएँ र आज यो परिस्थितिमा तपाईहरुले मलाई काँधमा बोकेर एउटा नव पुस्तालाई जनतामा लिएर जान सक्छु भनेर जुन खालको एउटा माहौल सृजना गर्नुभएको छ त्यसको लागि साधुवाद छ। र मूलत विकासको कुरामा म हजुरलाई के भन्न चाहन्छु भने बजेट ल्याइन्छ कसैले फोन गर्नुहुन्छ त्यो बजेट पर्छ तर त्यो बजेट नेकपा एमाले गरेको हो भन्ने पर्दैन व्यक्तिले गरेको हो भन्ने पर्छ। त्यो कुरालाई हामीले सबैभन्दा पहिला चिन्न के गर्नुपर्छ भने तपाईहरु भोट माग्न जाँदाखेरि त्यहाँका सबै समस्याहरू तपाईहरुले नोट गरेर त्यसलाई कमिटीमा ढालेर त्यो कमिटीले त्यो कुरालाई चाहिँ विकासलाई कमिटीले पार्टीले बोकेर पार्टीको तर्फबाट विकास एजेन्डा बोकेर तपाईहरुले जुन खालको दस्तावेज तयार गरेर हामीलाई म लगायत अग्रज नेताहरूसँग जोडाइदिनुहुन्छ त्यसपछि त्यो काम संस्थागत हुन्छ त्यो काम आम जनताको हुन्छ र बजेट पार्दै मात्रै हुँदैन त्यो जनताले अवलोकन गर्छ नजर राख्छ र त्यहाँ कसैले गडबडी गर्न पाउँदैन र त्यो सामूहिक हितको काम हुन्छ र विकासलाई एउटा निचोडमा पुर्याउन सकिन्छ। हो यो ढङ्गले हामीले काम गरेर जानुपर्छ भन्ने कुराको म अनुरोध गर्दै तपाईलाई भन्न चाहन्छु यो नगर यहाँका थुप्रै प्रशासनिक कामहरू यहाँबाट हुन्छ थुप्रै कार्यालयहरूको बारेमा हाम्रो पार्टीको तर्फबाट वाच गर्नु परिस्थिति पर्नेछ। हिजोको दिनमा केही व्यक्तिहरूको इसारामा पनि चलेका हुन सक्छ त्यो कुरालाई हामीले यो नगर कमिटीको घरका नाताले पनि एउटा सबै हिसाबले पारदर्शी सुशासनको आम नागरिकलाई प्रत्याभूति दिने र यो सदरमुकाम सबै जनता आएर ठोकिने र सानो पनि काम यहाँबाट हुने अवस्था छ। यहाँनिर जनताले खोजेको डेलिभरी जहाँ दुःख नपाइकन गर्नुपर्ने सरकारी कामहरूदेखि हरेक कुरामा तपाईहरुले सहजीकरण नगर कमिटीले गरिदिनेछ नेकपा एमाले गरिदिनेछ भन्ने खालको पनि अनुभूति दिँदै जस्तो यहाँ पार्टी कार्यालय छ यहाँ कार्यालय सचिवज्यू बस्नुहुन्छ यहाँ आउने समस्याहरूलाई चाहिँ हाम्रो गाउँबाट आएको जुन जनता छ एमाले पार्टी गर्दै त गर्नै पर्यो। एमाले पार्टीभन्दा बाहिर पनि बेसहारा भएर कोही मान्छे सदरमुकाम आएको छ भने सहारा बनेर नेकपा एमालेको एउटा सिपाही डोराउँदै कार्यालय पुग्यो भने त्यसले हाम्रो जनताप्रतिको भरोसा बढ्छ। त्यो ढङ्गले पनि तपाईहरुले काम गरिदिनु हुनेछ भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु र बाँकी कुरा आदरणीय नेता कमरेडले गर्नुहुन्छ। यो ठाउँमा हाम्रा अग्रज नेताहरूले थालेका कामहरूको पुरा गर्ने अभिभार हाम्रै पार्टीको हो। हाम्रो पार्टीमा रहँदा जे जति काम भएका छन् त्यो हामीले निरन्तरता दिँदै त्यसको गन्तव्यमा हामीले पुर्याउँछौँ। यहाँ कुनै पनि खालका पार्टीमाबाट रहरले भन्छु अथवा म कहरले भन्छु रहर र कहर यावत जेसुकै होस् हामीसँगबाट अलिकति पल्लो घर सर्नु भएका अग्रजहरूले यहाँ आउनुभएको मान्छेहरूलाई पनि दबाब दिएको हुनसक्छ बाहिर रहेको साथीहरूलाई दबाब दिएको हुनसक्छ। म तपाईहरु समक्ष उम्मेदवार भएको नाताले पार्टी केन्द्रीय सदस्य भएको नाताले
तपाईँहरू कोही कसैलाई सन्देश पुर्याइदिनु, कुनै धाक धम्कीसँग नडराइदिनुहोस्, कुनै इमोसनल कुरासँग तपाईँहरू प्रभावित नभइदिनुहोस्। त्यो बेला केही पर्यो भने तपाईँहरूलाई एउटा पार्टीको सिपाही भएको नाताले, एउटा परिवारको वर्गीय मायाको नाताले जुनसुकै सहयोग व्यक्तिगत रूपले र पार्टीगत रूपले गर्ने प्रतिबद्धता म गर्दछु। र कोही कसैलाई हिजो नजिक भएकै कारणले गर्दा न यो अहिले चाहिँ अब हाम्रा केही मान्छे आफू अलिक नजिक भएको निकट भएको कारणले गर्दाखेरि उतै जानुपर्छ, यता माया गर्दैनन् भन्ने खालको कोही कसैलाई लागेको हुनसक्छ भने नि त्यसको जिम्मा हामी लिन्छौँ, त्यसको जिम्मा अस्मिता थापा लिन्छ। र कोही कसैले त्यो मनमा नराखिकन यो मूल घरमा बस्न हुन अनुरोध गरिदिनु हुनेछ भन्ने विश्वास व्यक्त गर्दै तपाईँहरूको दुःख सारो तपाईँहरूले जनतामा जाँदा अरू पार्टीसँग माग्दा पनि सबै समस्याहरू एक समष्टिगत गरिदिनुहोस्। ती सबै कामहरू नेकपा एमालेको सिपाही, नेकपा एमालेको उम्मेदवार अस्मिता थापाले गर्छ र यो नेकपा एमाले गर्छ भनेर प्रत्येक घर दैलोमा तपाईँहरू गइदिनुहोस्। अस्मिता थापा तपाईँहरू बनिदिनुहोस् र तपाईँहरूले लाइरहेको काम भोलिका दिन मैले गर्नेछु भन्ने बाचा कसम खाँदै आजको यो कार्यक्रम पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै आज नै म सिन्धुलीचौर नगरपालिकाबाट अलिकति बाहिर गएर बस्नुपर्ने परिस्थिति नेताहरूसँग सल्लाह गरेर भेटघाटमा जानुपर्नेछ। यहाँहरूलाई धेरै गुराएँ, त्यसको लागि क्षमा प्रार्थी छु भन्दै बिदा हुन चाहन्छु। नमस्कार, धन्यवाद।